सम्पूर्ण साथीहरुमा नमस्कार। आज म तपाईहरुलाई आग मेन्टिनोद्वारा लिखित महान सेल्सम्यान पुस्तकको नेपाली समरी लिएर आएको छु। यो चाहिँ विश्वमै सर्वाधिक बिक्री पुस्तकमध्ये एक पुस्तक हो, जसले चाहिँ धेरैजना मानिसहरूको जिन्दगी बदलेको छ र तपाईको थोरै समयले तपाईको पनि जिन्दगी बदल्न सक्छ। कृपया तपाईले पनि यस भिडियो सुन्ने विचार गर्नुभएको छ भने तपाईहरु पनि ज्ञान गुणका कुरा सुन्नमा समय लगाउँदै हुनुहुन्छ। पक्कै पनि तपाईहरु पनि एक दिन अवश्य सफल हुनुहुनेछ। तपाईहरुलाई म यस पुस्तकको समरी एकदम सरल र बुझ्ने भाषामा बताउने छु। यहाँ चाहिँ तीनजना पात्र हुन्छन्, पाथ्रोस, हफिद र इरस्मस। पाथ्रोस भन्ने व्यक्ति चाहिँ सबैभन्दा पहिला महान सेल्सम्यान हुन्छन्। पाथ्रोस चाहिँ पहिला एकदमै ग्रास लेभलको मान्छे हुन्छन्, एकदमै गरिब केटो हुन्छन्। पाथ्रोसले चाहिँ कुनै समय पूर्वी देशबाट घुम्न आएका व्यापारीलाई चाहिँ चोर डाकाबाट उसको ज्यान बचाइदिए बापत त्यस व्यापारीले चाहिँ पाथ्रोसलाई उपहार दिन खोज्छन्। तर पाथ्रोसले लिन नमानिसकेपछि त्यस व्यापारीले चाहिँ पाथ्रोसलाई आफ्नो घर लिएर जान्छन् र त्यस व्यापारीले पाथ्रोसलाई 10 वटा सूत्रहरू एकदमै घोक्न लगाउँछन् र यसरी 10 वटा सूत्र घोकिसकेपछि अन्त्यमा त्यस व्यापारीले पाथ्रोसलाई एउटा बाक्समा 10 वटा ताडपत्रहरू र सुनको सिक्का थोरै दिन्छन् र पाथ्रोसलाई भन्छन्, तिमीले यस सूत्र बापत कमाएको पैसा तिमीले आधा चाहिँ गरिबहरुलाई बाँड्दिनु र यो सूत्र कसैलाई पनि नभन्नु, तिमीले एकजना त्यस्तो व्यक्तिलाई मात्रै दिनु, यो लिनको लागि उपयुक्त पात्रलाई मात्रै यो दिनु भनेर पाथ्रोसलाई त्यहाँबाट बिदाई गर्छन् र पाथ्रोसले त्यस सूत्र प्रयोग गरेर आफ्नो जमानाको सबैभन्दा धनी सेल्सम्यान हुन्छन् र पाथ्रोस पनि अब बुढो हुँदै गएको हुन्छ। उसको एउटा कामदार हफिदी हुन्छ। पाथ्रोसले चाहिँ हफिदमा त्यस्तो क्षमताहरू देखेपछि पाथ्रोसले हफिदीलाई पनि त्यस बाक्सा जहाँ 10 वटा ताडपत्र छन् त्यो दिने निर्णय गर्छन् र पाथ्रोसले पनि हफिदीलाई भन्छन्, तिमीले पनि यो सूत्र कसैलाई नबताउनु, आफूले कमाएको सम्पत्ति आधा गरिबलाई बाँड्नु र उपयुक्त पात्र एकजनालाई मात्रै यो दिनु भनेर पाथ्रोसले हफिदीलाई भन्नुहुन्छ र हफिदीले पनि त्यो कुरा स्वीकार गर्नुहुन्छ र हफिदी पनि आफ्नो जमानाको महान सेल्सम्यान बन्नुहुन्छ र हफिदीले पनि आफू बुढो हुँदै गइसकेपछि एकजना गोठालो कामदार हुन्छ, इरस्मस भन्ने व्यक्ति। उहाँमा त्यो क्षमता देख्नुहुन्छ र थोरै सुनको सिक्का र उहाँलाई त्यस ताडपत्रको बाक्सा दिनुहुन्छ र यसरी सम्पत्ति भन्दा पनि त्यस ताडपत्र एकदमै मूल्यवान छ भन्ने कुरा प्रमाणित हुन्छ, किनभने पाथ्रोस पनि गरिब केटो महान सेल्सम्यान बन्यो, हफिदी पनि बन्नुभयो र इरस्मसलाई अब हातमा दिनुभएको छ। यसरी उनीहरूले चाहिँ त्यो 10 वटा सूत्र प्रयोग गरेर आफ्नो जमानाको महान सेल्सम्यान बने। तपाईँ हामी पनि यस 10 वटा सूत्र चाहिँ मजाले घोकेर आफ्नो जीवनमा प्रयोग गर्ने हो भने आजको भन्दा, आज तपाईँले जिरहेको जिन्दगी भन्दा धेरै गुणा राम्रो हुनेछ भन्ने विश्वास लिएको छु र तपाईहरुसँग कलम कपी छ भने कृपया यस 10 वटा सूत्र लेखेर राख्नुहोस् र दैनिक घोक्ने र आफ्नो जीवनमा प्रयोग गर्ने प्रयास गर्नुहोस्। अब ढिला नगरी म तपाईहरुलाई 10 वटा सूत्र त्यस ताडपत्रमा के लेखिया छन् त भनेर बताउँदै छु। एकदम सरल भाषामा, सबैले बुझ्ने भाषामा म तपाईहरुलाई जानकारी गराउने छु। 1 नम्बरमा लेखिएको छ, आज म नयाँ जिन्दगी सुरुवात गर्नेछु। यसको मुख्य आशय के हो भने न हामीले विगतको कमी कमजोरी दुःख कष्ट सम्झिने हो, न भविष्यको चिन्ता गर्ने हो। मात्र तपाईको लक्ष्य के हो? आज बिहान उठेर
म आज नयाँ जिन्दगीको सुरुवात गर्नेछु, मैले आज गर्नुपर्ने काम आज गर्नेछु, म विगतको पनि कुरा सम्झिन्न, भविष्यको बारेमा चिन्ता लिन्न, म आज चाहिँ जिन्दगी नयाँ सुरुवात गरेर अगाडि बढ्नेछु भनेर तपाईँहरूले त्यो अठोटका साथ बढ्नुपर्ने हुन्छ। अब दोस्रो ताडपत्रमा के लेखिएको छ त? म आफ्नो आत्मामा प्रेम भरेर दिनको सुरुवात गर्नेछु। यसको मुख्य आशय के हो भने, जब तपाईँको मनभित्र सबैप्रति प्रेम भाव हुन्छ, तपाईँ जहाँ जाँदा पनि तपाईँ सोचेको भन्दा पनि बढी सफल हुनुहुनेछ। जब हामी अरूप्रति प्रेम भाव लिएर अगाडि बढ्छौँ, कुराकानी गर्छौँ र कुनै कामको कुरा लिएर जान्छौँ भने त्यो बन्ने चान्स धेरै नै हाई हुन्छ र तपाईँले कठोर पत्थर जस्तो मन पनि तपाईँको प्रेम भागले बिस्तारै पगाल्दै जान्छ भनेको छ। त्यसैले हामीले जुनसुकै फिल्डमा पनि सफल हुनको लागि आफ्नो आत्मामा अरूप्रति प्रेम भरेर सुरुवात गर्यो भने पक्कै पनि सफल हुन्छ भन्ने च्याप्टरमा दिएको छ। र तेस्रो च्याप्टरमा के भनेको छ भने, म सफल नहुँदासम्म जुटिरहनेछु। यसको मुख्य आशय के हो भने, जब हामी कुनै काम गर्छौँ, बाधा अवरोध पराजय र अरूले यो त सफल हुँदैन भनिसकेपछि हामीले चाहिँ हिम्मत हार्ने गर्छौँ। प्राय जसोले हिम्मत हार्छौँ। तर हिम्मत नहारिकन त्यसबाट सिकेर हामी सफल नहुन्जेलसम्म जुटिरहने, अन्तिम साससम्म लड्ने भन्छौँ नि, हो तपाईँको सास अन्तिम साससम्म लड्नुभयो, कुनै काम त्यसरी गर्नुभयो भने तपाईँलाई सफल हुनबाट कसैले रोक्ने छैन। होला तपाईँ सासै गए पनि, तपाईँको मृत्यु नै भए पनि तपाईँले तर अन्तिम समयसम्म लड्नुपर्ने हुन्छ भन्ने यस च्याप्टरमा दिएको छ। र चौथो च्याप्टरमा दिएको छ, म प्रकृतिको सबैभन्दा महान चमत्कार हुँ। विश्वमा आज 8.1 बिलियन जति मान्छे छन्। त्यत्रो धेरै मान्छेमा पनि सेम गुण क्षमता भएको मान्छे कोही पनि छैनन्, मिल्दोजुल्दो कोही पनि छैन। होला मान्छेको शारीरिक बनावट, मानसिक बनावट प्रकृतिले समान दिएको छन्, तर मान्छेको गुण क्षमता अलग अलग छ। त्यसैले तपाईँले पनि आफूलाई कहिले कम सोच्नु हुँदैन, किनभने तपाईँ पनि प्रकृतिको एक महान चमत्कार हुनुहुन्छ भन्ने बुझ्नुहोस्। तपाईँले पनि जस्तोसुकै काम गर्न सक्नुहुन्छ। त्यसैले आफूलाई कमजोर नसम्झौँ। तपाईँ पनि प्रकृतिको महान चमत्कार हो। म पनि काम गर्न सक्छु, मसँग नि क्षमता छ भनेर दृढ विश्वासका साथ अगाडि बढ्यो भने पक्कै पनि सफल हुन्छ भनेर यस च्याप्टरमा भनिएको छ। 5 नम्बरमा छ, म आजको दिन भरपुर बाँच्नेछु। यसमा चाहिँ के भन्न खोजिएको भने, जस्तै तपाईँको आज अन्तिम दिन होला मानौँ भने, तपाईँले अब अन्तिम दिन त्यही लोभ लालच, त्यही झैझगडा, त्यही लुथाचानी, त्यही मुसा दौड गरेर बिताउनुहुन्छ त? पक्कै पनि हुँदैन। हामी आफ्नो अन्तिम समय छ भने हामी आनन्द खुसी आफूलाई मनपर्ने काम गर्छौँ, सबैसँग प्रेम भाव राख्छौँ र आफूले गर्नुपर्ने कर्तव्य गर्छौँ र हामी बिदा हुन चाहन्छौँ। हो, त्यसैले हामी मानिसको कसैको पनि यस जिन्दगीमा कहिलेसम्म रहन्छ भन्ने एउटा ग्यारेन्टी हुँदैन। त्यसैले हामीले आजको दिन चाहिँ त्यसरी बाँचौँ जसरी हाम्रो आज अन्तिम दिन हो भनेर हामी बाँच्छौँ। प्रेम भरेर, लोभ लालच ईर्ष्या केही नगरेर, प्रेम भाव राखेर आफ्नो कर्तव्य के हो, आफूलाई मनपर्ने काम हो के हो त्यो गरेर हामी बाँच्छौँ। हो, त्यसैले आज म दिनभर भरपुर बाँच्नेछु भन्ने च्याप्टरको आशय चाहिँ यही नै हो। अब जाउँ च्याप्टर 6मा। आज म आफ्नो भावनालाई काबुमा राख्नेछु। जबसम्म मानिसले आफ्नो भावनालाई काबुमा राख्न सक्दैन भने उसले जतिसुकै पैसा पद पावर कमाएको होस्, क्षणभरमै नष्ट भएर जान्छ। भावनामा काबु राख्नु भनेको यति ठुलो सम्पत्ति हो, त्यो पैसाले किन्न सकिँदैन। त्यसैले भावनामा कन्ट्रोल राख्नु एकदमै जरुरी छ। भावनामा कन्ट्रोल राख्न सक्नु भएन भने तपाईँको भावनामा खेल्ने मान्छे यस संसारमा धेरै छन्। जब तपाईँले भावनामा कन्ट्रोल राख्नुहुन्छ, बाहिरी मान्छेको कुराले तपाईँलाई खासै प्रभाव पार्दैन भने तपाईँ सबैभन्दा बलियो मानिस हुनुहुनेछ।
त्यसैले हामीले भावनामा कन्ट्रोल गर्ने कुराहरू एकदमै ध्यान दिनुपर्छ। योगा मेडिटेसन गरेर र सत्य कुराहरू बुझेर आत्मज्ञान बुझेर यस कामहरू गर्न सकिन्छ। त्यसैले यो एकदमै हामीलाई जुनसुकै फिल्डमा पनि चाहिने कुरा हो। 7 नम्बरमा भनिएको छ, म यो संसारलाई देखेर हाँस्नेछु। तपाईँहरू सबैलाई नै थाहा होला, हाँसोको यस्तो जादु छ। आज संसारमा मान्छे हाँस्न नजाने र कति रोग, मानसिक रोगहरू लागेका छन् र कति यस्ता रोगहरू पनि छन् जुन हाँसेरै पनि निको भएको छ। कस्ता औषधि उपचार शल्यक्रिया केही पद्धतिले निको नभएको रोग पनि आज हाँस्ने थेरापी, लाफिङ थेरापी भन्छ, त्यसले निको बनाएको छ। त्यसैले तपाईँ आज जहाँ हुनुहुन्छ, जस्तोसुकै काम गर्दै हुनुहुन्छ, हाँसेर गर्नुहोस्। हाँस्नु भनेको एउटा सकारात्मक ऊर्जा आफ्नो शरीरमा पठाउनु, दिमागमा पठाउनु र त्यसले तपाईँलाई पक्कै पनि सफलता दिएर लान्छ। जस्तोसुकै काम भए पनि, जस्तोसुकै कठिन परिस्थिति भने हाँस्नुहोस्। मान्छेहरूसँग कुरा गर्दा मुस्कानका साथ कुरा गर्नुहोस्, आनन्दका साथ कुरा गर्नुहोस्, तपाईँको काम अवश्य बन्छ। 8औं च्याप्टरमा भनिएको छ, आज म आफ्नो जीवनको मूल्य 100 गुणा बढाउनेछु। यसको मुख्य आशय के हो भने आज हामी जुन छौँ भोलि पनि त्यही रहिरहँ भने, पर्सि पनि त्यही अथवा 10 वर्ष पनि त्यही रह्यो भने हाम्रो मूल्य खासै हुँदैन। तर तपाईँले आज 1%, भोलि 1% गर्दै आफ्नो क्षमता, आफ्नो सिप, कम्युनिकेसन स्किल र तपाईँले आफ्नो सिक्नुपर्ने, आफ्नो फिल्डमा आवश्यक पर्ने सिपहरू सिक्दै जानुभयो। मान्छेहरूसँग कसरी व्यवहार गर्ने, भावनात्मक कन्ट्रोल कसरी गर्ने, भाषा सिक्ने हो कि हो, यस्ता कुराहरू तपाईँले दैनिक जीवनमा आफूलाई आफ्नो मूल्य बढाउने कामहरू गर्दै जानुभयो भने लङ टर्ममा गएर तपाईँको भ्यालु एकदमै हाई हुन्छ। जसरी एउटा काँचो माटोको भ्यालु त्यति हुँदैन, तर त्यो माटोलाई एउटा सुन्दर आकृति भाँडोमा ढालेपछि त्यसको मूल्य कति हुन्छ हो। त्यसैले तपाईँ हामी पनि आज कच्चा माटो छौँ, हामीलाई पेल्नुपर्छ, तताउनुपर्छ, यसको आकार दिनुपर्छ, अनि त्यसलाई सजावट गरिसकेपछि हाम्रो भ्यालु बढ्छ हो। त्यस्तै नै गरी तपाईँले आफ्नो भ्यालु बढाउनको लागि के कुराहरू सिक्नुपर्ने हो, कस्तो कस्तो दुःख कष्टबाट अगाडि जानुपर्ने हो, त्यो कुरा स्वीकार गर्नुभयो भने तपाईँको भ्यालु पक्कै बढ्नेछ। 9औं च्याप्टरमा भनिएको छ, म आजै र अहिलेदेखि काम सुरु गर्छु। मान्छेले जब सपना देख्छ, सबै कुरा योजनाहरू पनि बनाउँछ, तर काम नै सुरु गर्दैन भने सफल हुने सम्भावना कति हुन्छ? 0। जबसम्म काम सुरुवात गरिँदैन। काम नै यस्तो चिज हो, जब काम सुरु गरिन्छ अनि मात्रै तपाईँको सफलताको सुरुवाती क्षण पुरा भएको हुन्छ। तपाईँ 1000 पाइला जान सोच्ने हुँदैन, तर चुप्पो लाएर बस्नुभएको छ भने, पाइला सुरु नगरिकन चुप लाएर बस्नुभएको छ भने त्यहाँ जाने तपाईँको एउटा सपना मात्रै, योजना मात्रै। तर तपाईँ जुरुक्क उठ्ने, एक पाइला गर्दै अगाडि बढ्नुभयो भने, चाहे छिटो बढ्नुहोस्, ढिलो बढ्नुहोस्, त्यसले तपाईँको गोलमा जाने समयको निर्धारण गर्न सक्छ। तर तपाईँले पाइला चाल्दै जानुभयो भने अवश्य त्यहाँ पुग्नुहुनेछ नि हो। त्यसैले हामीले काम गर्नु एकदम जरुरी छ। हामीले काम नगरिकन योजना मात्रै बनाउने, सोच मात्रै बनाएर कति कुराहरू त्यत्तिकै हामीले सोच बनाउँछौँ, गर्दैनौँ, खेर गएका छन्। र कतिपय मान्छेहरूले त्यही सोच र आइडियालाई काममा परिणत गरेर उनीहरू महान पनि बनेका छन्। त्यसैले हामीले काम गर्नु एकदम जरुरी छ। जस्तै कुनै पनि मान्छेलाई फिट हुन मन छ भने उसले सोचेर मात्रै हुँदैन, योजना मात्रै बनाएर हुँदैन, उसले डाइट पनि त्यही अनुसारको गर्नु पर्यो, व्यायाम पनि त्यही अनुसारको गर्नु पर्यो, सुरुवात गर्नु पर्यो, एक दिन ऊ पनि फिट हुन्छ। त्यही हो, हरेक क्षेत्रमा चाहिँ काम नै अगाडि बढ्नुपर्ने हुन्छ। र 10औं नम्बरमा छ, भगवानप्रति आस्था राख्ने र आफूलाई पोजिटिभ सजेसनहरू दिइरहने। जस्तै के सोच्नुपर्छ भने हामीले चाहिँ मेरो हरेक काम सफल गर्नको लागि मेरो ईश्वर, प्रकृति, ईश्वर कुनै नभए प्रकृतिले नै मलाई सफल दिनुहुन्छ। मेरो बाधा अवरोधहरू सबै हटाइदिनुहुन्छ। म प्रकृतिमा विश्वास गर्छु, मलाई सफल बनाउने नै प्रकृति हुनुहुन्छ। मलाई किन जन्माएको, मलाई यही सफल हुनको लागि जन्माएको हो। त्यसैले म प्रकृति, भगवान, जुनसुकै कुरालाई तपाईँ एउटा विश्वासका साथ, मेरो बाधा अवरोध आए पनि म त्यसबाट लड्छु, मेरो भगवानले मलाई सफलतासम्म लान्छ, भगवानप्रति म पूर्ण विश्वास छु भनेर जब तपाईँले बिलिभ पनि गर्नुहुन्छ भने तपाईँलाई त्यस एनर्जीले सफल हुनको लागि कतैबाट पनि रोक्न सक्दैन। र तपाईँले यस 10वटा च्याप्टर चाहिँ दैनिक जीवनमा
कण्ठ गर्ने र त्यसलाई लागू गर्नुभयो भने पक्कै आजको भन्दा तपाईँको जिन्दगी बेटर हुन्छ भन्ने म ग्यारेन्टी लिन सक्छु। र यसरी आफ्नो अमूल्य समय यसै ज्ञान गुणका कुरामा लगाइरहनुहोस्। म पनि तपाईँहरूलाई यस्तै यस्तै कुराहरू खोजेर सरल रूपमा भन्नको लागि तयार भएर आउनेछु। यतिन्जेलसम्म सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल, जय नेपाली। धन्यवाद।